हामी फाइनल्ली चाहिँ अहिले यहाँ आइपुगिसकेका छौँ। यो कुन ठाउँ भन्ने कुरो चाहिँ बोल्न पनि नसक्ने अवस्थामा हो। 4 घन्टाको लगातार पैदल यात्रापछि हामी फाइनल्ली यो ठाउँमा आइपुगिसकेका छौँ। हामी सीसी क्यामेराको निगरानीमा पनि छौँ। हामी धेरै दामी भइसक्यो। हामी यहाँ आइसक्यौँ। सर भोकले हो कि केले हो थाहा छैन। हाम्रो सर यो केले भन्ने पनि थाहा छैन, तर टोटल्ली चाहिँ गरिसक्नु भएको, थाकिसक्नु भएको छ। हामी यहाँ आइपुगिसक्यौँ। हामी टोटल्ली फाइनली आइसकेका छौँ। हामी यहाँ आइपुगिसकेका छौँ। हामी सरलाई चाहिँ न घर जानु न यतै बस्नु के गर्नु भन्ने कुरो चाहिँ सरले भन्न व्यक्त मात्रै गर्न सक्नु भएको छैन। अब के भन्ने हो भनिदिनुहोस् सर, तपाईँको यो चाहिँ यात्रा कस्तो भयो तपाईँको भनिदिनुहोस्। यात्रा एकदम हामी कति घन्टा हिँड्यौँ? हामी लगातार 1 बजेदेखि अहिले 4:50 भयो। 4:50 भइसक्यो। हामी फाइनल्ली यो ठाउँमा आइपुगिसकेका छौँ। 50 तर यो ठाउँ कुन हो भन्ने कुरा हामी चाहिँ अहिले भन्दैनौँ। तर यो ठाउँमा हामी आइसकेका छौँ। तपाईँहरू पत्ता लगाउनुहोस्। तपाईँहरू आफै पत्ता लगाउनुहोस्, कमेन्ट गर्नुहोस् कुन ठाउँ हो भनेर। तर यो ठाउँ म धेरै वर्ष अगाडि आएको हो। तर त्योभन्दा धेरै यहाँ माथि चाहिँ त्यहाँ माथि झर्ना पनि छ। धेरै नै चेन्ज भइसकेको छ। एकदमै राम्रो रमाइलो ठाउँ भइसकेको रहेछ। धेरै व्यवस्थित भइसकेको रहेछ। धेरै नै यहाँनिर चाहिँ। त्यही भएर हामी अब केही समय चाहिँ यहाँ रहन्छौँ। हामी थाकेका छौँ।